नमस्कार सम्पूर्ण साथीहरूलाई। पर्वत जिल्ला जलजला गाउँपालिका अन्तर्गतको यो हो गैरी गाउँ। गैरी गाउँतिर पनि एकदमै रेडी अवस्थामा छ। अब केही समयपछि नै यो सडक चाहिँ कालोपत्रे हुनेछ। कालोपत्रे हुने बित्तिकै एक त यात्रुहरूलाई सहज हुनेछ भने यात्राको समय पनि छोटिनेछ र सबैलाई सुविस्ता हुनेछ। एकदमै रेडी अवस्थामा छ। अब केही समयपछि नै यहाँ चाहिँ पिच हुँदैछ। यहाँ रोलरहरू देख्न सक्नुहुन्छ। अगाडि यो चाहिँ यहाँबाट चाहिँ बेनी बागलुङ सबै देखिन्छ। यो चाहिँ एउटा रमणीय दृश्य देखिने ठाउँ हो। यसरी बाटोहरू भिर खनेर यसरी सबै हेर्नुहोस् त रेडी बनाएको छ। यो बाटो कालोपत्रे भइसकेपछि हामी सबैलाई सहज हुनेछ, किनकि बर्खायाममा यो सडकमा चाहिँ गाडीहरू फसेर हामी सबैलाई गाह्रो हुने गर्दथ्यो। अब केही समयपछि पिच भएपछि सबैलाई एकदमै राम्रो हुनेछ। विकासहरू नेपालमा हुँदैछ। सडक छिटै पिच भएपछि धुवाधुलो पनि उड्ने भएन, गाडी फसिएला भन्ने पनि भएन। एकदमै यात्रा पनि सहज र सुविधा सम्पन्न हुनेछ भन्ने आशा राख्दछौँ। यो चाहिँ मल्लाज बेनी सडक खण्ड अन्तर्गतको मल्लाजको भिरलाई कटान गरी बाटो यसरी छिचोलेर लैएको छ कि हेर्नुहोस् त, पहाडहरूको बीचबाट बाटो छिराइएको छ। कति सुन्दर देखिएको छ। अनि हजुरहरूले देख्न सक्नुहुन्छ तल त्यो चाहिँ बेनी बजार हो। अब चाहिँ केही समयपछि बेनी बजार आइन्छ। हामी हेर्नुहोस् त बाटो एकदमै सुन्दर छ है। त सबैलाई धन्यवाद भिडियो हेर्नु भएकोमा।